अब हामीले सेयरिङ एन्ड सेयर पर्मिसन भन्ने बित्तिकै के त भन्दा सर्भरमा सेन्ट्रल लोकेसनमा कुनै रिसोर्सहरू कुनै फोल्डरबाट सेयर गर्ने र त्यो रिसोर्स सबैले के गर्नु अभाइलेबल होस् सबैले पाउनु भन्नु पर्यो भने हामी के गर्छौँ सेयरिङ गर्छौँ है। नर्मल्ली सेयरिङ गर्ने भनेको चाहिँ प्रायः जसो ठाउँमा के त भन्दा आफ्नो अफिसमा गर्ने कामहरू त्यस्तै गरेर डकुमेन्टहरू सर्टेन रिसोर्सहरू चाहिँ एक अर्काले काम गर्दाखेरि सजिलो होस् भनेर रिसोर्स सेयरिङ गर्नको लागि भनेर बनाउने फोल्डर है। तर स्काई ड्राइभ अथवा चाहिँ वान ड्राइभ जस्तै टाइपको ड्राइभ होइन गुगल ड्राइभ छ नि हो यस्तै टाइपको ड्राइभ जस्तै गरेर आफ्नो पर्सनल वर्क फोल्डर बनाउनु पर्यो भने चाहिँ वर्क फोल्डरै भनेर बनाउनुपर्छ है। ठिक छ। सबभन्दा पहिला हामी के गरौँ त भन्दा सेयरिङमा जाउँ। ओके हामी एउटा फोल्डर बनाऊँ जस्तो भिएम स्टोरभित्र न्यू फोल्डर। अब यसको केही नाम दिउँ जस्तो अफिसियल रिसोर्सेस। ठिक छ। अब यहाँभित्र कुनै डकुमेन्ट सकुमेन्ट जे बनाउँदा पनि भयो हो। टास्क लिस्ट भन्यो ठिक छ। मैले यति गरेँ सेभ। अब यसलाई सेयरिङ गर्नु पर्यो नेटवर्कमा रिसोर्स सेयरिङ गर्नु पर्यो भने यसलाई राइट क्लिक गर्ने प्रपर्टिजमा जाने अथवा चाहिँ सेयर विथमा जाने हो। सेयर विथमा गएर तपाईँले हेर्नु भने स्पेसिफिक पिपुल यस्तो भनेर दिन्छ अनि यहाँ गएर एभ्रिवानको लागि हो कि अथवा सर्टेन स्पेसिफिक पिपुलहरूको लागि यहाँबाट डिफाइन गर्न सकिन्छ। अर्को राइट क्लिक गर्ने प्रपर्टीमा जाने सेयरिङ ट्याबमा गएर पनि सेयर हुने यहाँ पनि छ हो। हेर्नु त सेम बक्स खोल्यो अहिलेको बक्स यो बक्स सेम हो नि। तर मलाई यसरी नगरेर मलाई एडभान्स टाइपको सेयरिङ गर्नु छ नि यहाँ एडभान्समा जानुहोस् सेयर गर्नुहोस् हो। अब सेयर नेम के त नाम डिफाइन गर्नुहोस् हो। त्यस्तै गरेर पर्मिसन राख्नुहोस् र क्यासिङ गर्ने कि नगर्ने है। क्यासिङ गर्ने कि नगर्ने भनेर सोधेछ हो। यो डिफाइन गर्नु पर्यो। अब होइन तपाईँलाई अब यहाँबाट गर्न मन लागेन भने बाहिरैबाट गर्दा पनि भयो यसैबाट हो। यहाँबाट म के गर्छु स्पेसिफिक पिपुल गर्छु। अब मलाई यो के चाहियो त भन्दा टेस्ट ग्रुपले मात्रै युज गर्न पाउने। ठिक छ। टेस्ट गरेँ चेक नेम गरेँ। अब टेस्टमा हेर्नु त टेस्ट भनेको यति धेरै छ मैले सबैलाई हालिदिएँ लु सबै टेस्ट युजरले पाउने। अब हेर्नुहोस् यहाँ सबभन्दा बुझ्नुपर्ने कुरो यहाँ छ है। एडमिनिस्ट्रेटर ओनर हो रे रिड राइट पर्मिसन छ तर यसलाई रिड मात्रै छ भनेको उसले के गर्न पाउने हो पढ्न पाउने हो खोल्न पाउने हो तर त्यहाँ राइट गर्न पाउँछ पाउँदैन। यो फोल्डरमा केही चिज बनाउन पनि पाउँदैन त्यहाँ भएको चिज हटाउन पनि पाउँदैन। मलाई रिड र राइट दुइटै पर्मिसन चाहियो भन्यो भने यहाँबाट दिनु पर्यो हो। सेयर गर्नुहोस् यसले के गर्यो सर्भर टु अफिसियल रिसोर्स भनेर दियो नि डन हो। अब म कुनै क्लाइन्ट कम्प्युटरमा जान्छु। क्लाइन्ट कम्प्युटरमा तपाईँले एक्सप्लोररमा यहाँ गएर डबल स्ल्यास त्यसको नाम के थियो स्ल्यास आफै आइसक्यो हो। टास्क लिस्ट भनेर आयो कन्फिगर सेयर भन्यो होइन। यहाँ गएर डन डन गरे डन होइन।
अब सेयर पर्मिसन के भयो त? हामीले सेयर पर्मिसन त डन भन्यौँ हैन? यहाँ एडमिनिस्ट्रेटर ओनर पनि हो विथ के त रिड राइट पर्मिसन छ है भन्यौँ हामीले हैन? टेस्ट युजर्स रिड अरू केही पनि छैन हैन? सेम हो। मैले यो फरक कम्प्युटरमा गएर के गरेँ, यो फाइल खोलेँ, मोडिफाई गरेँ हो। अब यो चिज हाम्रो यहाँ चाहिँ मोडिफाई भयो कि भएन एकचोटि हेरौँ त। हेर्नु त भइसकेको छ हो। भनेको के त, सेयरिङ गर्ने भनेको सर्टेन कुनै रिसोर्सहरू चाहिँ एउटा वर्क ग्रुपमा अथवा चाहिँ एउटा ग्रुपको लागि के गर्ने, एक्सेसिबल हुने गरेर राख्ने, ताकि उनीहरूले इन्फर्मेसनहरू एक्सचेन्ज गर्न पाउन् हैन, अपडेट गर्न पाउन् हो। यसको लागि चाहिँ हामी के गर्छौँ, सेयरिङ गर्छौँ। अब यही सेयरिङमा के गर्नु पर्यो त भन्दा मलाई स्पेशल पर्मिसन चाहियो हैन भने के गर्नु पर्यो त भने यसमै राइट क्लिक गर्ने, प्रपर्टीमा जाने हो। अब एक्सप्लिसिट पर्मिसन, एडभान्स पर्मिसनहरू भनेको केमा पर्छ, सेक्युरिटीमा पर्छ। अब तपाईले यहाँ हेर्नुभयो भने हेर्नु त हो, जस्तो मैले टेस्ट भनेर हेरेँ यति मात्रै छ अरे हो। हामीले अगाडि रिड मात्रै गरेका छौँ, तर त्यो रिड मात्रै हुँदाखेरि के लाग्दो रहेछ भन्ने कुरो यहाँ छ। हेर्नुहोस्, एउटा रिडले के गर्न दिन्छ, पढ्न दिन्छ। त्यो रिड गर्नको लागि के चाहियो, रिड एन्ड एक्जिक्युट भनेको तपाईँले फाइललाई नखोलुन्जेलसम्म पढ्न सकिन्छ त, सकिँदैन नि। त्यही भएर रिड र एक्जिक्युट गर्ने हो। त्यस्तै गरी लिस्ट फोल्डर कन्टेन्ट, जबसम्म तपाईँले त्यो सेयर फोल्डर लिस्टिङै गर्न पाउनुहुन्न तब हेर्न पाइन्छ, पाइँदैन नि त। भनेको सबभन्दा पहिला के हुनु पऱ्यो, लिस्टिङ हुनु पऱ्यो। लिस्टिङ भइसकेपछि त्यसलाई खोल्न पाउनु पऱ्यो, खोलिसकेपछि पढ्न पाउनु पऱ्यो हो। यो तीनटा कुरा यहाँ डिफाइन गरेको छ हो रिड पर्मिसनमा। अब मलाई सर्टेन कुनै युजरलाई पर्मिसन के गर्नु पऱ्यो, अलाउ गर्नु पऱ्यो भने जस्तो हेर्नु त, फुल कन्ट्रोल अलाउ छ। एडिट गर्छु म हो, हेर्नु त यहाँ गएर युजर सेलेक्ट गर्ने, एडिट गर्ने। एडिट गरिसकेपछि यो बक्स आउँछ। यो बक्समा टेस्टलाई के छ, फुल कन्ट्रोल छ नि। फुल कन्ट्रोल त एडमिनिस्ट्रेटरले हुनुपर्ने होइन, उसले पायो, यो त भएन। त्यसो भएपछि म यहाँबाट के गर्छु, फुल कन्ट्रोल चाहिँ यसरी हटाइदिन्छु हो। अब उसले फुल कन्ट्रोल चाहिँ पाएन, तर स्टिल मोडिफाई गर्न चाहिँ के छ, पाइरहेछ नि होइन। त्यस्तै हेर्नु त राइट पनि गर्न पाइरहेछ। अब मलाई राइट पनि गर्न पाओस्, मोडिफाई पनि गर्न पाओस् भन्नु हो भने मैले यहाँबाट राइट पनि हटाइदिन्छु, मोडिफाई पनि हटाइदिन्छु। तर कुनै बेला तपाईँले राइट चाहिँ हटाउनु भयो तर मोडिफाई चाहिँ अलाउ गर्नुभएको छ भने त्यहाँ लेख्न मिल्दैन। किन त राइट गर्ने एट्रिब्युट चाहिँ के छ, डिजेबल छ नि। राइट गर्न नमिलेपछि मोडिफाई गर्न पाइएन, पाइएन नि हो। त्यो भएकोले गर्दाखेरि मोडिफाई गर्नको लागि के चाहियो, राइट एट्रिब्युट हुनैपर्छ। अब मलाई के लाग्यो त भन्दा यो टेस्ट 5 भन्ने जुन युजर छ यो चाहिँ बदमास छ, यसलाई यो चिज हेर्नै दिनु भएन हैन भने यसलाई सेलेक्ट गर्छु म, सिधै यहाँ र फुल कन्ट्रोल डिनाइ गरिदिन्छु। ल जा अप्लाई यस, मैले एक्सप्लिसिटली के हेरे हो दिन्न भनेको हो, ओके। अब हेर्नुहोस् है त, हामी फेरि अहिलेकै सिस्टममा जाउँ, यहाँबाट एकचोटि लग अफ गरौँ, ठिक छ। पर्दैन, यसमा पोलिसी छैन। अब यसलाई के गरौँ, एकचोटि रिस्टार्ट गर्नु पर्दैन, हामीलाई लगआउट गर्न पर्ने हो। लगआउट गर्नलाई तपाईँले के गर्नुहोस् त भन्दा यो आइकनको सँगै यहाँ आउनुहोस्, यहाँ स्टार्ट भन्ने छ नि, यहाँ आइसकेपछि यहाँ माथिपट्टि आउँछ एडमिनिस्ट्रेटरबाट लगइन छ, साइन आउट गर्छु म हो। अब के गर्छु, टेस्ट 5 भन्नेबाट लगइन गर्छु
हैन टेस्ट 5 लाई हामीले के हेरेका छौं यसको पासवर्ड के हो पासवर्ड के छ ओके चेन्ज गरिदिउँ टेस्ट 5 रिसेट पासवर्ड पी एकैचोटि सबैलाई एप्लाई गरेर गर्नु त्यसमा राख्दाखेरि हामीले के राख्छौँ क्यापिटल पी @ SSW 08 होइन ओके ल हाम्रो सिस्टम खोलिसक्यो हैन अब यो सिस्टममा मलाई के गर्नु छ सेयरिङ एक्सेस गर्नु छ म अहिले केबाट लगइन गरिरहेको छु टेस्ट 5 हो अब हामीले हेर्ने हो भने टेस्ट 5 लाई हामीले के हेरेका छौं हेर्नु त पुरै के छ डिनाइ छ भनेपछि यो मसिनबाट हामीले सेयरिङ एक्सेस गर्दाखेरि के हुनु पर्यो के भनेर आयो Windows cannot access server to official resource. You do not have permission to access. Contact your administrator to request access. उसले के गर्न पाउनु भएन यो रिसोर्स चाहिँ खोल्नै पाउनु भएन अब हामीले के भने टेस्ट 5 भन्ने मान्छे बदमास छ त्यो मान्छेलाई हामीले नियत बस्ने के गर्न नदिने एक्सेस गर्न नदिने भने हो नि त हो अब एकचोटि यसलाई लग अफ गरौँ यो युजरलाई एकचोटि लग अफ गरौँ अब म यो युजरलाई के गर्छु त भन्दा यहाँ मोडिफाई गर्छु अब यो युजरले साह्रै गर्यो उसले पढ्न चाहिँ पास अरू के गर्न पास भने मैले भने रिड एन्ड एक्जिक्युट दिएँ हो रिड पर्मिसन आयो हो राइट गर्नलाई चाहिँ के गरेँ डिनाइ गरेँ मोडिफाई गर्ने नि सरी राइट गर्नलाई डिनाइ गर्दैछु अप्लाई गरेँ ओके गरेँ ओके हो अब यो युजरले फेरि लगइन गरौँ के हुँदो रहेछ त हेरौँ है त अब यसले के गर्न पाउनु पर्यो फोल्डर चाहिँ खोल्न पाउनु पर्यो पढ्न चाहिँ पाउनु पर्यो तर त्यहाँ लेख्छु मोडिफाई गर्छु भने के हुन्छ पाउँदैन हो खुल्यो नि के भन्नु हेर्नु यहाँ यु निड पर्मिसन टु परफर्म दिस एक्सन अफिसियल रिसोर्स छैन अरू केही पनि भनेन तिमीलाई पर्मिसन दिएको छैन पनि भनेन यो काम गर्ने पर्मिसन चाहिँ छैन हो पढ्न पाए हो त्यहीँ सेभ गर्न दिएन अन्तै सेभ गरेर होइन अघि हामी सेभ गर्दा के भएको थियो त्यहीँ सेभ भएको थियो कहीँ जानु परेको थिएन अब सेभ गर्दा अन्तै सेभ गर हो म यहीँ सेभ गर्छु कहाँ नै भनेर सेभ गर्छु ल ए मैले फरक नाम हाल्दा नि के भने यु डोन्ट ह्याभ पर्मिसन टु सेभ इन दिस लोकेसन
कन्ट्याक्ट द एडमिनिस्ट्रेटर टु अब्टेन पर्मिसन हो। यसको सट्टा माई डकुमेन्टमा लगेर सेभ गर्ने हो भनेको मलाई यो रिसोर्स भएको ठाउँमा के गर्ने एक्सेस छैन, राइट गर्ने एक्सेस चाहिँ छँदै छैन हो। त्यसो हुँदा बित्तिकै के भयो, उसले हेर्न चाहिँ पायो तर के गर्न पाएन, केही कुरा पनि राइट गर्न चाहिँ पाएन हो। कसैलाई एक्सप्लिसिटली दिनायो भन्यो भने हेर्नै नपाउने रहेछ हो। यो कुराहरूलाई चाहिँ हामी के भन्छौँ, सेयरिङ रिसोर्स। र सेयरिङ रिसोर्समा जहिले पनि के आउँछ, जहिले पनि के आउँछ सेयरिङमा, सबभन्दा पहिलो कुरो सेयरिङ कन्फिगर गर्ने भनेको फोल्डरलाई के गर्ने अथवा रिसोर्सहरू राखेको स्टोरलाई सेयर गर्ने। सेयर गर्दाखेरि के गर्नुपर्ने रहेछ, पर्मिसन हाल्नुपर्ने रहेछ। एडमिनिस्ट्रेटरलाई रिड गर्ने, राइट गर्ने, ओनर, को ओनर होइन, रिड मात्रै पर्मिसन, रिड राइट दुइटै पर्मिसन हो, रिड मोडिफाई पर्मिसन होइन, रिड गर्ने पर्मिसन चाहिँ अलाउ, मोडिफाई गर्ने पर्मिसन चाहिँ डिनाई हो। यसरी हामी के गर्नुपर्ने रहेछ, पर्मिसनहरू असाइन गर्नुपर्ने रहेछ हो। यो दुईटा कुरा सँगै आउँछ है, यो दुईटा कुरा जहिले पनि सँगै आउँछ। किन त भन्दा हामीले कुनै पनि रिसोर्स सेयरिङ गर्ने भन्ने बित्तिकै कसका लागि सेयरिङ गर्ने भन्ने क्वेसन आउँछ। त्यसो हुने बित्तिकै यो युजर यो ग्रुपको लागि सेयर गर्ने भनेर हामीले डिफाइन गर्नु पर्यो हो। अब यो युजरलाई अथवा यो ग्रुपलाई दिने सेयरिङ गर्ने भनिसकेपछि त्यो युजरले कुन पर्मिसन, कस्तो लेभलको अथोरिटीले एक्सेस गर्ने त भन्ने पनि डिफाइन गर्नु पर्यो हो। यो दुईटा कुरा के हुन्छ, सँगै स्ट्याक भएर आउँछ। ठिक छ।